नमस्ते, तपाईहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा प्रोग्राम छ है, तपाईहरुलाई म के हुन्छ देखाउने छु। आज चाहिँ हाम्रो फ्यामिलीहरुको चाहिँ मिटअप हुँदैछ है। सो तपाईहरु हेर्दै गर्नुहोस् होला। तपाईहरुलाई म सबै के हुँदैछ देखाउँदैछु है। म बिजी छु, काम गर्दैछु हो। सो अहिले हेर्दै गर्नुहोस्। यहाँ चाहिँ सन्धि टोक हुँदैछ हो, चिनाजाना आज कोपालाई चाहिँ नै आमा एकदम मिठो भेटघाट। नानी के गर्नु म पनि खता लान्छु। कोपा अहिले लाउँछ। दिदी हाम्रो छ भित्रमा यहाँ छ त एउटा कोपालाई चाहिँ एकजनाले अब सम्धिनी के पर्छ? यहाँ छ नि यहाँ लाइनमा लाइने के गर्नु छोराछोरी पाइयो त्यहाँबाट नानी भइसक्यो के चाहिँ पर्नु के पर्छ अब छोरी हो तपाईको त छोरी सम्धिनी ढोक भेट भइसकेको छ। यहाँ चाहिँ यहाँ चाहिँ हुनुहुन्छ मामा माइजू अनि कोपाकोमा, अन्त यहाँ चाहिँ बुबा र मुमा भेट के अरे ढोक भेट भेटघाट के भन्नु चाहनुहुन्छ तपाईहरु? खुसी लाग्यो यहाँ झन् कोमा हुनुहुन्छ। खुसी खुसी सबैजनाले रमाइलो हो भन्नु त्यति छ भेटघाट है। कहाँ भेटघाट भयो होइन? हजुर देमलु भन्नुहोस् त। आज एक दिन सुन्दर दिन है। आज दिनहरू देख्न पायौँ अनि प्रभुलाई धेरै धन्यवाद। यसरी आज सम्धिनी टाढोबाट अस्ट्रेलियाबाट आउनुभएको छ है। मेरो आमा पापा मेरो भाइ बुहारी सबैजना यस्तो अब असल सुन्दर भेटघाटको लागि धन्यवाद प्रभुलाई पनि है। सबैजनालाई नमस्कार। मेरो मण्डली परिवारलाई जय मसी। माइजू के भन्नुहुन्छ? सबै जम्मङजनालाई जय मसी छ। विशेष धन्यवाद जय मसी। म पनि परमेश्वरलाई विशेष धन्यवाद भन्छु किनकि उहाँले हामीलाई सृष्टि गर्नुभएको अनि आजको दिन त झन् अझै सुनमा सुगन्ध थपेको जस्तै भएको छ। अनि हामीले मिठो भेटघाट अब सम्धिनी भेटघाट अरे दिदीले भन्नुभयो। अनि हामी पनि सिक्ने अब फर्स्ट टाइम हाम्रो यो के हो कसो भन्दा हाँस पनि उठिरहेको थियो मलाई त। लास्ट पनि लागिरहेको थियो सम्धिनी अरे भनेर अब भयो र अब विशेष खुसी लाग्यो। मामा सबलाई सोध्छु है। नमस्ते। पहिलोचोटि मेरो मलाई पनि खुसी लाग्यो त्यो नयाँ अनुभव। पहिलोचोटि सम्धिनी भन्नु पाउँदा अब गर्वको कुरा है। अनि आज धेरै टाढोबाट यसरी पहिलोचोटि हामीसँग भेटघाट गर्नु पाउँदा अति नै खुसी लाग्यो। अनि आजको भेटघाट अनि आजदेखिको हाम्रो चिनारी हाम्रो भन्नु पुस्तैसम्म रहेको होस् यही नै चाहन्छु। प्रभुलाई सबै विषयको लागि धन्यवाद। तपाईँ के भन्नुहुन्छ? नमस्ते। हामी सबै हाम्रो सम्धिनीहरूको मण्डलीहरूलाई हाम्रो शुभ खुसियाली भेटको अवसरमा सबैलाई म धन्यवाद दिँदै हाम्रो नयाँ सम्धिनीको चिनाजनाहरूमा हामी अति नै खुसी छौँ। हामी टाढाबाट 2-3 साल लाग्ने एकपल्ट आएर यो भेटघाट गर्न पाउँदा एकदम खुसी छौँ।
यति भन्दै म स्थापित गर्दैछु। मुमा तपाईँ के भन्नुहुन्छ? नमस्ते। फेरि भन्नुपर्छ। नमस्ते। अब सम्झिने सबैजना भेट हुँदाखेरि धेरै खुसी लाग्यो। कोपा त के भन्नुहुन्छ? कोपा नमस्ते भनिदिनुहोस् न। कोपा हुनुहुन्छ, यहाँ चाहिँ कोमाले भनिसक्नुभयो अरे। मैले अघि नै भनिसकेको छु अब। तर नि एकपल्ट अलिकति जति मनमै खुसी लाग्यो त्यति नै हो अब। हजुर ठुलो खुसी नै हो। भिडियोग्राफरलाई पनि हुन्छ। हाम्रो मेमोरिज बन्छ। हजुर। मेमोरेबल टाइम हो यो हैन। हजुर एकदमै धेरै धन्यवाद छ। अब यहाँ चाहिँ हाम्रो खाना पाक्दैछ आजको प्रोग्रामको लागि। हाम्रो यहाँ चाहिँ हाम्रो कुक हुनुहुन्छ, मेन हाम्रो सेफ। के पाक्दैछ यो चाहिँ? यो बनिँदैछ, यहाँ चाहिँ सस बनिँदैछ। ससको लागि खराबै रहेछ। यता हेरिदिनुहोस् त सेफ। अलिकति आजको सेफ को हो भन्दैछ। अहिले के पाक्छ आइटमहरू त्यो चाहिँ भरे देखाउँछु हो। अहिले चाहिँ यहाँ स्टार्ट हुँदैछ। यो चाहिँ के हो? पोल्ट्री। यहाँ चाहिँ हाम्रो पापाले बिचरा बिजी रहेछ, पोल्ट्री बनाउनु हुँदो रहेछ हो। यहाँ पनि रहेछ। यहाँ चाहिँ हाम्रो भेनाले हुँदैछ, सफा गर्नुहुँदैछ हो। गलेन पेस्ट हो यो। यहाँ चाहिँ छ अलिसा, हाई भनिदिइहाल्नु। यहाँ छ हेर्न नानी, यता हेर्नुहोस् नानी। हेलो ल सिकाइरहेछ। यहाँ झन् मेन एकदम पहिलेदेखिको बिजी बहिनीहरू नै एकदम बेसी पुरा काम गर्दैछ बिचरा बहिनीहरू। रोटी बनिँदैछ। थाकिसक्यो होला नि। कोमाले चाहिँ यहाँ ब्रेकफास्ट गर्नुहुँदैछ। टाढोको यात्राबाट थाकेर आएर है। कोमासँग बस्नु नि अन्त। कोमा भन्नु। ए लो हेलो भनिदिनु। ए नभन्ने यसलाई त यस्तो भएको छ नि त अहिले। दया आशिष हाम्रो व्यक्तिगत जीवनमा तपाईँले भोजनहरू खान्छौँ, सुन्छौँ, शरीरमा बल शक्ति छ। म तपाईँलाई महिला आदर भक्ति गराउनु सक्छु। दुईजना सेफ छ है आज चाहिँ। यहाँ चाहिँ हुँदैछ फिस करी बनिँदैछ। यहाँ नयाँ बेहुला बेहुली हो तर न्युली म्यारिड। यहाँ चाहिँ राइस दुईटा आइटम चाहिँ यहाँ बनिसकेको छ। यो फिस फिस नै रहेछ दुइटै नै। यहाँ चाहिँ लन्च हुँदैछ। यहाँ चाहिँ हाम्रो भाउजूको चमा धमा निनीहरू हुनुहुन्छ। सबैजना भाउजू हुनुहुन्छ। निनी हुन्छ खानुहोस् ल राम्ररी। खाना खानुपर्छ हो।
यहाँ चाहिँ एकदमै बिजी हुनुहुन्छ हो भाउजूहरू। ला त्यो चाहिँ चलाउन बिर्सिरहेको थियो अघि साँच्ची। यस्तो छ यहाँ चाहिँ लन्च अब यहाँ चाहिँ अब लन्च हो। यहाँ चाहिँ काका आन्टी हुनुहुन्छ, माइली आन्टी हुनुहुँदैछ हो। दादाले चाहिँ खाइसकेको छ। अब चाहिँ हाम्रो टर्न खाँदैछु।